नजरिया अलि फरक हुँदा चाहिँ नराम्रो लाग्छ, चित्त दुख्छ। फरक प्रकारको प्राणी हौ भन्ने चाहिँ मलाई लाग्छ। असुरक्षित र अपहेलित गरेको चाहिँ महसुस हुन्छ। महिला भएको कारणले गर्दा अझ चाहिँ मान्छे हो कि होइन भन्ने खालको चाहिँ महसुस हुन्छ। जस्तो चिची गर्ने, दुधु गर्ने, यिनीहरू मान्छे होइन, यिनीहरूलाई उठाइदिए हुन्थ्यो, यिनीहरूलाई नराख्दै हुन्थ्यो। के हामी चाहिँ मान्छे होइन र? हामीलाई चाहिँ चित्त दुख्दैन त? भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, आदिवासी तथा अव्यवस्थित बसोबासी यो शब्द र समुदायको उपस्थितिबारे जानकार नहुने बिरलै छौँ होला। यी समुदायहरू आफ्नै राज्यभित्र तिरस्कृत, अस्वीकृत तथा राज्यविहीन बनाइएका छन्। त्यसो त को हुन् भूमिहीन तथा सुकुम्बासी? कोही किन भूमिहीन, किन सुकुम्बासी? मेन स्ट्रक्चरल रिजन चाहिँ क्यारेक्टर अफ द नेपाली स्टेट हो। हिस्टोरिकली हामी सुकुम्बासी भएको हो। संरक्षण सम्बन्धी नीति कानुनहरू, राज्य र संरचनाको त्रुटि र गैर जिम्मेवारिताको कारण अनगिन्ती समुदाय पुस्तौँदेखि भूमिहीन तथा सुकुम्बासी बनाइँदै आइरहेका छन्। दाजुभाइहरू सबै सानो सानो नै हुनुहुन्थ्यो। बस्नै नदिने, कि छोरा लानुपर्छ कि छोरी लानुपर्छ, हामीसँगै पठाउनुपर्छ, नभए त गाउँघरै छोडेर के गर्ने विचार छ, कि बन्दुकले नै हानिदिन्छु, यस्तो गरिदिन्छु भन्ने त्यस्तोहरू आउँथ्यो क्या। यसरी चाहिँ हामी बस्न सक्दैन, कहाँसम्म चाहिँ पुग्दो रहेछ, हिँड्दै जाउँ न त भनेर। जिउको लुगा बाहेक अरू केही पनि ल्याउनु पाएन। जङ्गलमा पनि कति सुतेर आयो। अब कुनै बेला त खानेकुरा पनि भएन नि त। हामी यता काठमाडौँ आइपुग्यो त्यस्तै 2 वर्षपछि होला। यसरी मान्छेको कोठामा बसेर त हामी यत्रो छोराछोरी त गर्नु सकिँदैन। अब हामी पनि कमाउने बेला भएको थिएन त्यतिखेर नि। अब भाइ बहिनी त झन् सबै सानो सानो थियो। अनि यहाँ के अरे बस्ती भयो, अब यस्तो यस्तो छ अरे भनेर अब आफन्तबाट सुन्यो नि त। यस्तो सुनेपछि चाहिँ अब बाबाले अब हुन्छ होला नि त, 2-3वटा बाँसको भए पनि छाप्रा एउटा बनायो, एउटा टाहारो बनायो भनौँ न। सुकुम्बासीमै बस्नु परेछ, सुकुम्बासी नै बनेर जिन्दगी कटाउनु पर्ने भइरहेछ भनेको कुरा चाहिँ हामी त्यही हो। म यहाँ शङ्खामूलमा आएको चाहिँ 29 सालमै हो। केही पनि नभएर बस्न आएको हो सुकुम्बासी होइन। पहिला त दिङसुई स्याल कराउने ठाउँ यही हो, दिङसुई चोर लाग्ने ठाउँ यही हो। काँडा घारी, सिस्नुको घारी थियो। अब म यहाँ बसेर नै छोरा छोरी मैले जन्म्यो, फेरि नाता नातिनी यहीँ जन्म्यो, अहिले पलातिनी यहीँ जन्म्यो। 4 पुस्ता भइसक्यो। थुक्न पनि घिन लाग्नेको ठाउँलाई यस्तो राम्रो सही सफा गरेर सुन्दर बनायो, माया लाग्छ। राज्यभन्दा पनि राज्य चाहिँ अनियन्त्रित बजार जस्तो गरेर आफूलाई चलाउँदाखेरि राज्यको चरित्र पनि दलाल जस्तो भयो, बजारको चरित्र पनि दलाल जस्तो भयो। यो दुईटाको गठजोडले निस्किने जो छ त्यसलाई जसलाई दलाल पुँजीवाद भनिन्छ। यसले गर्दाखेरि विकास जतातिर गइरहेछ त्यसका बासिटाहरूको चपेटामा परेर नै भूमिहीन सुकुम्बासिताको समस्याको पुनरुत्पादन भइरहनेछ। हजुरबुवाको त्यस्तै सरकारी कारण होइन, केही त्यो द्वन्द्वको कारणले गर्दा उहाँको सम्पत्ति चाहिँ सबै सरकारीकरण भएको, सरकारले चाहिँ लिएको। अनि त्यसपछि हजुरबुवालाई चाहिँ कारागारमा राख्यो। अनि कारागारमा राखिसकेपछि चाहिँ बुवा सानै हुनुहुन्थ्यो रहेछ त्यो बेला। कारागारमा आएपछि यहाँ सेन्ट्रल जेलमा राख्ने, बुवा त्यो हिसाबले ठुलो हुनुभयो। 30 सालतिर चाहिँ अब कोठामा बस्न असम्भव होइन, पैसा तिर्न नसक्ने। त्यो बेलामा बङ्सीघाट भन्ने त्यो एउटा खोलाको किनार विचार गरेर बसिरहेको थियो। अनि त्यहाँ गएर चाहिँ आमाले आफ्नो बसाइ चाहिँ सुरुवात गरेर हामी त्यसरी चाहिँ आयौँ। बस्तीमा एकदम फोहोर, नराम्रो, बाँसको झ्याङ होइन, एउटा चाहिँ चिहान थियो। त्यो चिहानमा चाहिँ हामी हुर्किँदै गर्दाखेरि एकदम गाह्रो अवस्था होइन। दिनकै मान्छे पोलिरहँदाखेरि त्यो खालको स्मेल होइन, खाना खाँदाखेरि होस्, सुत्दा होस्, त्यस्तो खालको। अनि त्यसपछि अलिकति डर, 5 बजे पछाडि चाहिँ लाइन साइन केही पनि थिएन। अनि हामी चाहिँ घरभित्रै बस्नु पर्थ्यो कि, एकदम लुकाएर नै राख्नु पर्थ्यो कि। बेलुका साँझ परेपछि हामी चाहिँ छोरी मान्छेहरू चाहिँ लुकेरै बस्नु पर्थ्यो। संरक्षण सम्बन्धी नीति कानुनहरू, त्यसले गर्दाखेरि पनि विस्थापनको समस्याहरू विगतमा पनि आदिवासी समुदायहरूले भोगेको अवस्था हो। राष्ट्रिय निकुञ्ज सुरु हुनुभन्दा अगाडिदेखि मान्छे त्यहाँ बसोबास गरिरहेको छ होइन। उसलाई त राज्यको नीतिले नै त होइन भूमिहीन बनाइरहेको छ। सुकुम्बासी बस्तीको हकमा काठमाडौँको जति पनि बस्तीहरू छन्, दलित घरधुरीको सङ्ख्या
बढी छ अनि त्यसपछि आदिवासी जनजातिमा तामाङहरूको सङ्ख्या बढी छ। यी दुई समुदाय भनेको धेरै नै थिचिएका पिल्सिएका जसलाई हामी ऐतिहासिक रूपमा तिरस्कृत भन्छौँ नि त्यो ब्याकग्राउन्डको समुदायहरू हुन् नि त। आफ्नो गाउँघरमा छुवाछुतको प्रथा चलिरहँदाखेरि गाउँघरै अलिकति साँघुरो हुन थालेपछि पछिल्लो 8, 9, 10 दशकमा तामाङ समुदायहरू घरि शिवपुरी संरक्षण क्षेत्र बनाउने नाममा, घरि बुढा नीलकण्ठ स्कुल खोल्ने नाममा विभिन्न काइते कागजहरू गर्दै गर्दै त्यहाँदेखि अलिकति माथि ठेलिन पुग्नुभयो। अनि अलिक माथि ठेलिन पुग्नु माथि डिलमा बस्नु पुगे। त्यहाँ फेरि अब बिस्तारै रिजोर्टका होटलका कुराहरू आए। त्यहाँदेखि झन् उता ठेलिँदै गए। अब ठेलिँदै जाने क्रममा निकै तलै पुगे। तलै पुग्दाखेरि जीवन चलाउन फेरि गाह्रो भयो। जहाँ सस्तो हुन्छ, जहाँ सुलभ हुन्छ, जहाँ अलिकति बाँच्न सजिलो हुन्छ त्यो जाने क्रममा मान्छे बस्तीसँग मिसिन पुग्ने हो। भूमिहीनताकै कारण सुकुम्बासी पहिचान स्वीकार्नु त्यति सहज छैन। बुझ्न जरुरी छ, भूमिहीनता रोजाइ होइन, यो साँघुरो मानसिकता र कमजोर संरचनाले निम्त्याएको बाध्यता हो। सुखले त कोही पनि आफ्नो बास छोडेर हिँड्दैन। हामी बाध्यताले सुकुम्बासी हुनु परेको कि सानैमा बाबा बित्नुभयो, आमा बित्नुभयो। बाबा आमा बितिसकेपछि चाहिँ भएको एउटा घडेरी पनि उहाँको क्रियामा तिमीहरूको बाबा आमाको क्रियामा यो लगाइदिएको भनेर जो छिमेकमा अब अगुवा हुन्छ नि होइन उहाँहरूले होइन त्यो पनि हडप्नु भयो। त्यस भनेपछि चाहिँ हामी त्यहाँबाट उठेर काठमाडौँ आएर हामी भाडामा बस्यौँ। भाडामा बस्दाखेरि पनि एकदमै दुःख, श्रीमाङ अशक्त, बच्चा सानो, अनि म एउटा केटी मान्छेले कमाएर गर्नु पऱ्यो भनेर घरबेटी आमाले नै यहाँ देख्नुभयो चाहिँ बाटो हिँड्दा देख्नु भएर तिमी भाडा तिर्न सक्दैनौ जाऊ तिमी भनेर उहाँले मलाई डाइरेक्टै उहाँले नै घरबेटी आमाले नै मलाई फालिएको ठाउँ यो कसैको नजर नपरेको ठाउँ होइन। पहिला सुरुमा बस्दा चाहिँ दिउँसो हामी बस्थ्यौँ, राति आएर भत्काइदिन्थ्यो। एक दुईपल्ट त्यस्तो गऱ्यो। मान्छेले थोर फाल्ने ठाउँलाई अहिले हामीले अलि राम्रो बनाएपछि सरकारको पनि नजर परेको हो कि यतिखेर चाहिँ त्यस्तो मलाई लाग्छ। कोही चाहिँ एकदमै सानो टुक्रा जग्गा प्राप्त गरेर त्यहाँ चाहिँ आवास पनि बनाउन नपाउने अवस्था, सरकारीमा चाहिँ आश्रय लिँदाखेरि पनि खेदिनु पर्ने, र कोही चाहिँ एकदमै चाहिने भन्दा बढी उसले चाहिँ होइन प्रपर्टी चाहिँ होल्ड गरेर बसेको, ल्यान्ड होल्ड गरेको विभिन्न बाहनामा। कुनै दुर्गम ठाउँमा जति गर्नु खोज्दाखेरि पनि, जति जोहो गर्नु खोज्दा, जति जुगाड गर्नु खोज्दा पनि जीवन नचलेपछि, परिवारले आफैलाई धान्न नसकेपछि, बालबच्चा पढाउन नसकेपछि सुगम ठाउँ कहाँ होला भनेर सुगम ठाउँ आउने हो नि त। रोजगारीको खोजीमा, अवसरहरूको खोजीमा यो विपदका कुराहरू हुन्छन् जसले अब जग्गा पूर्जामा त हुँदो हो तर प्रकोपले गर्दा त्यो जग्गा थियो भन्ने निशान पनि हुँदैन कि वास्तवमा। कति चाहिँ हामीले चितवनमा भयो, यहीँ खाडीपाखातिर भयो, त्यहाँ चाहिँ स्वास्थ्यको कारण गरेर दीर्घ रोग लाग्यो, किडनी फेल भयो, मुटुको सर्जरी गर्नु पर्यो, अनि आफूले गर्दा सबै सम्पत्ति बेचेर बस्न नसक्ने अवस्था भएपछि यता आएर चाहिँ आफ्नो रोजीरोटीको लागि आएको। भूमिहीन सुकुम्बासीको समस्या हाम्रोमा धेरै लामो समयदेखिको समस्या हो। यो एउटा इन्डिभिजुअल भूमिहीन परिवारको समस्या होइन, यो सामाजिक समस्या हो, यो चाहिँ राष्ट्रिय समस्या हो। भूमि ऐनमा पनि हामीले 7औं र 8औं संशोधन गऱ्यौँ। 7औंले दलित समुदायलाई चाहिँ भूमि दिने कुरा गर्छ। 8औं संशोधनले पहिलोपटक भूमिहीन सुकुम्बासीको हो, अव्यवस्थित बसोबासीको हो भनेर यसले परिभाषित पनि गर्यो। यो सामाजिक न्यायको हक अन्तर्गत पनि हेऱ्यौँ भनेदेखि त्यहाँ पनि छ आवासको कुरा, भूमिमा पहुँचको कुराहरू छ। राज्यबाट चाहिँ भूमि प्राप्त गर्ने होइन त्यो कुरालाई पनि यसले चाहिँ सुनिश्चित गर्यो। नीतिमा व्याख्या गरे तापनि व्यवहारमा चाहिँ छैन। भोट दिने बेलामा चाहिँ हामीलाई सुकुम्बासी सोच्नुहुन्न, दैलोमा भोट माग्दै आउनुहुन्छ भने जब भोट लिइसकेपछि चाहिँ अहिले अब हाम्रो दैलोबाट मेलेम्चीको पानी गएको छ, त्यो पानी लिनुलाई हामीले ओडामा स्थानीय सरकारलाई हामीले निवेदन पनि गऱ्यौँ। धारा दिनुहोस् न त भन्दाखेरि उहाँले त्यो चाहिँ दिनु सक्दैनौँ। कतिजनाले बत्ती ल्याउनलाई यति कोसिस गर्नुपर्छ। जुनै कुरामा पनि लाल पूर्जा खोज्ने, केही ऋण खोज्यो भने त लाल पूर्जा छ, जग्गा जमिन छ भन्छ। अब भयो छ भन्ने छैन। भूमिहीन भइसकेर ऊ बसेसरे गर्दै यहाँ 30 वर्ष भइसक्यो, उसको नागरिकता छैन। नागरिकता लिन लाल पूर्जा चाह्यो, लाल पूर्जा प्राप्त गर्न नागरिकता चाह्यो कि नागरिकता नभएपछि अरू सेवा सुविधा पाएन। भत्ताको कुराहरू, बिमाको कुराहरू होइन, हस्पिटलमा सेवा सुविधाहरू केही पनि पाएको छैन। अब बर्खा लाग्यो कि हामीलाई डर हुन्छ है, अब खोला पारी आउँछन्, अब बच्चाहरूलाई कसरी जोगाउँ के गरौँ भनेर हामीलाई त्यो हुन्छ। एउटा कुरामा कतै झगडा परे पनि फलाना ठाउँ सुकुम्बासीको मान्छेहरूको आएर झगडा गर्यो कि भनेर टाइममा पुलिस आइराख्नुहुन्छ। राज्य आफै अग्रसर भएर कुनै पनि नागरिकलाई तपाईँको विपदमा धकेल्न सक्दैन। कैलालीको त्यो भजनीमा हामी पुगेका छौँ। बर्खाको मुखमा गएर बसिरहेका चाहिँ घर परिवारहरूलाई आवासविहीन बनाएको अवस्था छ।
स्कुल जाँदाखेरि घर थियो, स्कुलबाट आउँदा घर पनि छैन, किताबहरू पनि छैन, ड्रेस पनि छैन, केही पनि छैन होइन। बालबालिकाको त्यो चाहिँ त्यो सबै माटोमा गएको छ। सुकुम्बासी बस्ती किन सुकुम्बासी बस्ती नै भएर रहिरहन्छ, त्यसको फेरि एउटा सौन्दर्य शास्त्र पनि छ है। समाजको ठुलो पाटोलाई सुन्दर सहर चाहिन्छ, बस्ती बिनाको सहर चाहिन्छ। ब्याङ्कको जस्तो सपिङ मल होस्, ठुला ठुला बाटाहरू हुन्, गगनचुम्बी भवनहरू हुन् होइन। हामीले देखेको नमुना सहर भनेको यस्तै हो, काठमाडौँलाई यस्तै बनाउने। त्यो सोचको दशा दुर्दशा दरिद्रता चाहिँ त्यहाँ हुँदो रहेछ। रिस राग द्वेष त्यो त मान्छेले विभिन्न तरिकाले पहिलेदेखि प्रकट गरेका हुन्। तर यसपालिको खतरनाक नजिर कसरी बस्यो भने 2 वर्ष 1.5 वर्ष अगाडि एउटा जत्था नै बस्ती अगाडि गएर विभिन्न गाली गलौज गर्दै बस्तीका मान्छेहरूतिर हेर्दै यहाँबाट निस्केर जा, मान्छेहरूलाई यो सहर छोडेर उपत्यका छोडेर यो सम्पदा सहर छोडेर जा भनेर कराइया छ क्या। 79 साल मङ्सिरको कुरा हो, 12 गते थापाथली एउटा बस्ती छ। बस्तीमा चाहिँ काठमाडौँ महानगरपालिकाले डोजर ल्याएर नगर प्रहरीहरू घर भत्काउन आइसकेपछि त त्यहाँको मान्छेले त हेरेर बस्ने कुरा भएन होइन। अर्को चाहिँ फेरि त्यहाँनिर मान्छे मरिरहेको थियो, बाँस काटिरहेको थियो, त्यो अब डोजर आयो भने चाहिँ खुकुरी लिएर मान्छे दौडे, त्यहाँनिर बाँसको भाटाहरू बोके। त्यसरी आउँदाखेरि आफ्नो घर भत्काउन आउँदाखेरि मान्छे प्रतिकार गर्छ। त्यो प्रतिकार गर्न आउँदाखेरि चाहिँ अपराधीकरणको नाम दियो होइन। यो चाहिँ अपराधी हो, अतिक्रमणकारी गरेर बस्ने अनि अपराधिक गतिविधि गर्ने भनेर सामाजिक सञ्जालमा चाहिँ त्यस्तो खालको भाष्यहरू चाहिँ आए। पटक पटक यी समुदायहरूलाई कहिले भूमाफिया, कहिले अतिक्रमणकारी त कहिले आतङ्ककारी भन्दै अपराधी करार गरिन्छ। जग्गा लुटेर बसेको लुटारहरू भन्छ होइन। हामीलाई त्यो चाहिँ हामी होइनौँ, किनकि एक त हामी एकदमै नाजुक अवस्थामा घर छोड्नु परेको आएर यो खाली एउटा सिस्नो घारीलाई आँडेर बसेको हौँ होइन। यहाँ हामी कुनै राज्यलाई लुट्नु नि आएको होइन र कुनै व्यक्तिलाई लुट्ने पनि हाम्रो उद्देश्य छैन। हामी सुकुम्बासीको त्यो होइन। सरकारले चाहिँ यो भत्काउनु चाहिँ पाउँदैन, लालबुर चाहिँ सरकारले दिनै पर्छ। जे मागिरहेछौँ त्यो गैर कानुनी छ नमाग भन्दै पनि त्यो डिमान्ड भइरहेछ। बसोबास सहितको भूस्वामित्व त्यो के हो त? त्यो व्यक्ति जसले जिरोबाट आफ्नो जीवन सुरु गर्नुभएको थियो उहाँलाई के लाग्छ भने ओहो मैले पछिल्लो 10 वर्ष 15 वर्ष 20 वर्षमा यो किसिमको भावनात्मक म्यानुअल इन्टेलेक्चुअल कल्चरल लगानीहरू गरेर आफू पनि परिवर्तन भएँ, मेरो वरिपरिको ठाउँ पनि परिवर्तन गरेँ, यो त मेरो लगानी हो। भुइँ तहमा जीवन जोगाड गर्ने क्रममा सहरको मुहारै आफ्नो लगानीको कारण परिवर्तन भएको देखेपछि मान्छेले आफ्नो हक खोज्छ के। त्यो हक वैधानिक हक हो होइन। त्यो इमोसनल राइटका कुरा हुन्छ, लेजिटिमेट राइटका कुराहरू हुन्छन्, त्यो नै फन्डामेन्टल राइट भएर जान्छ होइन। त्यसलाई नै मान्छेले आधार बनाएर लिगल पाटोलाई च्यालेन्ज गर्दो रहेछ। इट्स अ स्ट्रगल बिट्विन वाट इज लेजिटिमेट एन्ड वाट द लिगल कन्टेक्स्ट ग्यारेन्टिज। टाउका टेकेर भए पनि खुट्टा टेकेर भए पनि हामीले मिहिनेत गऱ्यो, यही ठाउँमा आएर मिहिनेत गरेर बस्यो, माया लाग्यो। अर्को ठाउँमा सरो गरेर त हुँदैन, यही ठाउँमै हामीले मिहिनेत गरेर खाने ठाउँमै बसी बसाउ गर्नुपर्छ पाउँछ। म आन्दोलनमा त धेरैचोटि गयो, बानेश्वर चोक, मैतीघर, कोटेश्वर चोक, चम्चा थाल बजाएर पनि लाइन गरेर बस्यो भुइँमा। पानी झरझर पानी आइरहेको छ। 2 दिन त हामीलाई थुनेर पनि राख्यो। छुट्दाखेरि मैले त भोकले नै होला के पनि देखेन, भुइँ समेत देखेन मैले। यही जमिनको लागि हो। हामी जुलुसमा पनि धेरैचोटि गयो। अब गएर पनि कहिले त आफ्नै ज्यान पो जान्छ कि भनेर कतिचोटि डर पनि बोकेको पनि छ। अब अझै पनि मान्छेहरूले भन्छ नि, अब सुजना कहिले त भन्छ सुजना आइसक्यो डोजर आउँछ अरे भनेर डर देखाउँछ। अब कहिलेकाहीँ त हो कि जस्तो पनि लाग्छ। अहिलेसम्म यति दिनको सूचना दिनुपर्छ भन्ने स्पष्ट कानुन छैन। त्यसैले हामीले त्यो उठीबासको लागि सूचना दिएको हेऱ्यो भने कोही चाहिँ मौखिक रूपमा 1 हप्ता अगाडि गएर त्यसपछि धम्की दिएर आएको छ, ल तिमीहरू हट्ने भए हट्छ, नत्र हामी चाहिँ हटाउँछौँ भनेको छ। मन परि छ कहीँ 10 दिन होइन, यो चाहिँ 15 दिनको होला। राजनीतिक इच्छा शक्ति नै क्षीण हुँदै गएको हो कि? जग्गा हडप्ने, त्यसपछि अतिक्रमणकारी होइन, यस्तो नामहरू छ नि, त्यो चाहिँ एकदम मिथ्या कुरा हो। कहाँको अतिक्रमण? सबै त खाली थियो। अहिले हेर्ने हो भने 30 सालदेखि बसोबास गरेको मान्छेको जो जति बसोबास गरेको छ त्यति मात्र जग्गा छ क्या अहिले
रामेटी बस्तीमै 125 रोपनीमा उसले 25 रोपनीमा मात्रै बस्ती छ, 100 रोपनी कहाँ गयो त? अनि को चाहिँ अतिक्रमणकारी, को चाहिँ भूमाफिया? अर्को विकल्प नदिइकन, ड्यु प्रोसेस चाहिँ फलो नगरिकन नागरिकको आवासमाथि चाहिँ धावा बोल्ने अतिक्रमणकारी त राज्य भइरहेको छ अहिले होइन। राज्यका चाहिँ निकायहरू भइरहेका छन्। केही मौलिक हक कार्यान्वयनको लागि भनेर भूमि सम्बन्धी ऐन, खाद्य सम्प्रभुता सम्बन्धी ऐन, आवासको हक सम्बन्धी ऐन पनि बनायौँ। तर अर्कोतर्फ के भयो भने हामी जस्तै भूमि आयोग त बनायौँ तर त्यहाँ चाहिँ राजनीति गऱ्यौँ। यो अहिले यो सरकार छ, यो सरकार फेरि प्लित्त कतातिर जानुहुन्छ, अर्को आउँछ। गोलमोल 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 भइरहेको छ। सरकारहरू पनि इमान्दार साथ ठेकेर चाहिँ राज्य चलाउन सक्ने सरकार नै छैन अहिले। कसको आवश्यकता के हो र किन बसेको छ भन्ने नहेरिकन होइन यी कानुनहरूले चाहिँ राज्यका अधिकारीहरूलाई चाहिँ अधिकार दिएको छ त्यहाँबाट चाहिँ हटाउनको लागि। यदि कसैलाई चाहिँ कहीँबाट जबरजस्ती उसलाई विस्थापन गरिसकेपछि लाइभलीहुडको क्राइसिस सिर्जना भयो र ऊ चाहिँ खाद्य अधिकारको जोखिममा भोकमरीमा चाहिँ धकेलियो भने फौजदारी अपराध हुन्छ भन्ने व्यवस्था छ त्यहाँ चाहिँ। अब यो राज्यका अधिकारीहरूको विरुद्ध पनि मुद्दा चल्न सक्छ। अब स्थानीय सरकारहरूले त्यो ऐन मात्रै हेर्छन्। के हेर्छ? न्याय प्रशासन सम्बन्धी ऐन हेर्छ 28 सालमा बनेको। त्यो अहिले पनि पञ्चायती ऐनै निरन्तरता छ। यो मौलिक हक कार्यान्वयन गर्न बनेका कानुनहरू र त्यसपछि संविधानसँग कम्प्याटिबल छैन। त्यो जनमुखी तरिकाले त्यसो चाहिँ संशोधन गरिएकै छैन। त्रसित तथा आन्दोलित भूमिहीन सुकुम्बासीहरूको सवाललाई सम्बोधन गर्न को हो त जवाफदेही? विभिन्न कारणले सहर छिरेर जीवन चलाउने जुगाडहरू गरिँदै गइन्छ नि त। तपाईँ हामी जस्तो व्यक्तिहरूले, परिवारहरूले विभिन्न तरिकाले त्यो तिरस्कृत जमिन जुन छ त्यसलाई सम्माएर गोडमेल गरेर जो झाडी जङ्गल थियो त्यो टोल हुन्छ, त्यो बिस्तारी त्यसका पूर्वाधारहरू विकास हुँदै जान्छन्। एक दुईजना जोडिन आउँछन्, त्यहाँ उसले एउटा सामुदायिक भवन बनाउँछ, अरू मनकारीले स्थानीयसँग मिलेर त्यहाँ एउटा सानो स्कुल चलाउँछ। अनि त्यो बस्ती, त्यो टोल आफैमा कम्प्लिट हुन्छ कि स्थानीयहरूले खुद लगानी गरेर फेरि बनिएको जुगाड भएको सहरभित्रको ससाना सहरहरू हुन् नि त। अनि त्यो सहरभित्रको सहर निर्माण गर्न त राज्यको जिरो लगानी छ। हामीले सुन्दर बनाएको हो, हामीले पार्क बनाउने, फलफुल रोप्ने। बस्तीको मान्छेले वडा कार्यालयमा गएर बाटो चाहियो, पोल चाहियो, ढलको व्यवस्थापन भयो भनेर प्रपोजल हालेको छ, प्रस्ताव गरेको छ। कसरी विकास विरोधी भयो भने के कारणले, के आधारले भनेको छ? छक्क पर्छ। पार्कमा हामी संरक्षण गर्छु भनेर समिति बनेर वडा कार्यालयमा गएको छ। नगरपालिकामा हामीलाई जिम्मा दिनुहोस्, हामी संरक्षण गर्नुपर्छ। नगरपालिकामा त डकुमेन्ट छ नि त। कसको डर भन्छ? राज्यकै डर होइन। परिवारसँग मान्छे फाइट गर्न सक्छ, समाजसँग फाइट गर्न सक्छ, तर राज्यसँग चाहिँ लागेपछि, राज्य लागेपछि अर्को डरै मर्दो हुन्छ। भनेपछि राज्य त्यसरी लागिसकेपछि चाहिँ आक्रामक तरिकाले आइसकेपछि त्यो त्रासले पनि बुढाबुढीमा चाहिँ ज्येष्ठहरू छ, जो रोगीहरू छ, एकपटक मलाई लाल पूर्जा पाएर मर्न पाए हुन्थ्यो भन्ने आशा आँखामा देखिन्छ क्या। मेन कुरा पहिलो गार्जेन हाम्रो स्थानीय सरकारले हामीतर्फ नजर एकताली एकदम राम्रोसँग भित्री रूपले नजरले हेरिदियोस्। जनता चाहिँ सुकुम्बासीबाट अलिकति माथि उठ्न सकेको छैनन्। विकासको नाममा हामीलाई विनाश गर्न चाह्यो भने त सुकुम्बासी त होइन, अझै झन् सुकुम्बासी हुन्छ कि जस्तो पनि मलाई लाग्छ। सुकुम्बासी के हो त भन्ने कुरा बुझ्न खोजोस् सरकारले पनि। सङ्घीय संरचना छ, तिनै तहको सरकार चाहिँ जिम्मेवार हुनुपर्छ। जातीय विभेदको कारणले पनि त्यहाँ दलित भएकै कारणले, मुसर भएकै कारणले, शर्मा भएकै कारणले त्यहाँ बस्न नसकेर तराई जिल्लाबाट चाहिँ काठमाडौँ झरेको नागरिकको जवाफदेहिता, अभिभावकत्व वहन गर्नुपर्ने सरकारै हो। मुसर बस्तीहरूको हरेक परिवारहरू अरू गैर मुसर बस्ती, चाहे त्यो राई लिम्बू होस्, चाहे बाहुन छेत्री होस्, चाहे नेवार होस्, उनीहरू जत्तिकै कसरत त उहिलेदेखि गरिरहेछ त, दशकौँ भयो। तर त्यो मुसर बस्तीमा न पिच जान्छ, न त्यहाँ सरकारी बजेट छुटिन्छ। किन छुटिँदैन भन्दाखेरि आफ्नो समस्या के हो, आफ्नो आवश्यकता के हो त्यो यिनीहरूलाई थाहा हुँदैन। अनि दोस्रो, यिनीहरूलाई थाहा भए पनि यिनीहरूसँग कुरा गरेर काम छैन, किनभने यिनीहरूलाई भन्नै आउँदैन भनेर अध्यक्षहरू भन्छन्, मेयरहरू भन्छन्। क्या राज्यलाई अकाउन्टेबल बनाउने कुनै किसिमको कन्ट्र्याक्ट छँदै छैन, त्यहाँ भए पनि त्यो कन्ट्र्याक्ट इम्प्लिमेन्ट हुँदैन। हिस्टोरिकल जो चाहिँ इन्जस्टिस भएकै हो होइन, त्यसका लागि चाहिँ अपोलोजी पनि एउटा राज्यले चाहिँ त्यो माग्नुपर्छ। कसै उप पनि यो जबरजस्ती विस्थापनको काम चाहिँ हुँदैन भनेर सरकारले नै इन्स्योर गर्नु पर्यो। पहिचान र व्यवस्थापनको कुरा छ, यसलाई पनि दिगो तरिकाले अगाडि बढाउनु पर्यो।
अहिले ऐनमा स्पष्ट छ 10 वर्ष जो जहाँ बसेको छ त्यहाँनिर चाहिँ उसलाई जग्गाको व्यवस्थापन गर्ने भूमिको व्यवस्थापन गर्ने भनेर उल्लेख भएको छ त्यसलाई कार्यान्वयन गर्नुपर्छ उचित विकल्प दिएर मात्रै स्थानान्तरण गर्नुपर्छ त्यो पनि समुदायको सल्लाह सहकार्य समन्वय गरेर मात्रै हो मिडियाहरूले चाहिँ इस्यु बनाएर देखाउँछ कि अहिले सुन लायो होइन 1500 तिरे भने जस्तो पनि सुन सरै लाउनु म सक्छु त्यो लाएको पनि सरकारले सुन बनाएको छ भने कतिले लाए पनि होला त्यो त उनीहरूले दुःखले गरेको नि त कुनै पुर्खौली सम्पत्ति ल्याएर पुर्खौली घरखेत बेचेर ल्याएको त होइन नि त्यो रणनैतिक रूपमा नै भूमिहीन तथा सुकुम्बासी समुदाय विरुद्ध भ्रामक तथा मिथ्यापूर्ण कथन पृष्ठपोषण भइरहेको छ आम सञ्चार तथा इन्टरनेट माध्यमहरूले सत्य तथ्य र निष्पक्ष रूपमा भुइँ मान्छेहरूका कथाहरूलाई उठान गर्नु उनीहरूको नैतिक जिम्मेवारी हो मानव अधिकार सङ्घ संस्थाले पनि मद्दत गरिदिनु पर्यो एकाडेमीले पनि ट्रेडिसनल लत्ता छोड्नुपर्छ जस्तो लाग्छ अलिकति एक्टिभिस्ट स्पिरिटका साथ रिसर्च गरेर पब्लिस गर्नु पर्यो त्यो अनुसार लेख्नु पर्यो होला हामीसँग अरू फोरमहरू पनि छन् यूपीआर होइन आदिवासीको हो भनेदेखि यो जातीय विभेद सम्बन्धी जुन कन्भेन्सन छ नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी मानव अधिकार समितिमा पनि लिएर जान सकिन्छ ऐतिहासिक रूपमा कमजोर नीति विधि र वैचारिक दरिद्रतामा आधारशील राज्य शासन प्रणाली र सदियौँदेखि जरो गाडेर बसेको अन्याय असमानता विभेद तथा असन्तुलित शक्ति संरचनालाई सम्बोधन नगरी भूमिहीन गरिब तथा सुकुम्बासीमाथि गरिने दोषारोपण तथा अवहेलना असंवेदनशीलताको प्रतिबिम्ब हो भूमिहीन गरिब तथा सुकुम्बासीहरूको निर्मम उठिवास राज्य गैर जिम्मेवारिता हो यसर्थ भूमिहीन तथा सुकुम्बासी समुदायहरूको अधिकार स्थापनार्थ सामूहिक ऐक्यबद्धता अपरिहार्य छ हाम्रो माग बास सुरक्षा हो भूस्वामित्व सहितको सहअस्तित्व हो मर्यादित जीवन स्वीकार्यता सहितको नागरिक बन्ने यो यात्रा अझै निरन्तर छ यो जमिन भनेको त मुतो हो जुन सरकार आयो भने लालबुर्जा चाहिँ आउनै पर्छ हामीले जस्तो टजर देख्नु नपरोस् अब शान्तिले बस्नु पाओस् यो त मेरै आफ्नै घर हो भनेर छाती ठोकेर अरूलाई पनि मेरै घर हो भनेर बस्नु पाओस् हामीलाई अनि हाम्रो बच्चालाई कहिले पनि हेला नहोस्